निर्वाचनको मुखैमा रासपा छाड्नेको लर्को नै सुरु भएको छ। पछिल्लो पटक धनगढी उपमहानगरपालिकाका संस्थापक सभापति ईश्वरी भिष्टले पार्टी छाडेको केही घण्टापछि नुवाकोटका नेता अशोक थापाले पार्टी परित्याग गरेका छन्। केही दिन अगाडि मधेस संस्थापक सभापति ममता शर्माले पार्टी परित्याग गर्दै उम्मेद्वार छनौटमा आर्थिक चलखेलको आरोप लगाएकी थिइन्। उनी हाल नेपाली कांग्रेसमा प्रवेश गरिसकेकी छिन्। त्यसो त उम्मेद्वार छनौटमा आर्थिक चलखेलको आरोप लगाएर रासपा छाड्ने ममता मात्रै एक्लै होइनन्। निर्वाचनको मुखमा पार्टी छाड्ने अधिकांशले यही आरोप लगाएर पार्टी परित्याग गरेका हुन्। उम्मेद्वार छनौटमा आर्थिक चलखेलको आरोप लगाउनेहरूमा बागमती उपसभापति दिनेश हुमागाई, मधेस संस्थापक सभापति ममता शर्मा, रासपाका केन्द्रीय गुनासो विभाग प्रमुख प्रणय शमशेर राणा, संस्थापक सदस्य तथा नेता खेमकुमारी भुर्तेल लगायत अरू थुप्रै रहेका छन्। सबैभन्दा ठूलो दल बन्ने बताउँदै आएको रासपामा एकपछि अर्का उम्मेद्वारले पार्टी छाड्दा नैतिक संकटमा आएको छ भने आर्थिक चलखेलको आरोप लागेको छ। रासपालाई रासपा बनाउन ठूलो भूमिका खेलेकाहरू डाक्टर मुकुल ढकाल, पूर्व मन्त्री सुमना श्रेष्ठ, पूर्व डीआईजी रमेश खरेल, पूर्व प्रमुख सचेतक सन्तोष परियार, पूर्व सांसद ढाका कुमार श्रेष्ठ, केन्द्रीय सदस्य डाक्टर प्रभात अधिकारी, केन्द्रीय कानून विभाग सदस्य डाक्टर नारायण घिमिरे, अनुसन्धान विभाग प्रमुख भरतमणि देवकोटा लगायतले गम्भीर आरोप लगाएर पार्टी छाडेका थिए। यसका साथसाथै पार्टीभित्र सम्मानजनक स्थान नपाएको र पूर्व सहमति पालला नभएको भन्दै एकता भएको 12 दिनमै एकता भङ्ग गरेर पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङ पनि बाहिरिएका थिए। केन्द्रीय तहमा रहेर काम गरेका मात्रै होइनन्, जिल्ला र नगरको नेतृत्व गरेका नेता कार्यकर्तामा पनि तीव्र असन्तुष्टि रहेको देखिन्छ। उनीहरू प्रायले पार्टीलाई नयाँ प्रवेशीलाई प्राथमिकता दिएको, आर्थिक चलखेल भएको लगायतको आरोप लगाएर पार्टी छाड्ने गरेको भेटिएको छ। 12 जिल्ला सहसचिव पवन चौधरी, हुम्ला घर भई कर्णालीमा रासोपाको स्थापना कालदेखि सक्रिय रहेका महेन्द्र पाण्डे, नवलपरासीको बर्दघाट नगरपालिका 13 का सभापति जित बहादुर हरिजन लगायत बाहिरिसकेका छन्। बागमती उपसभापति दिनेश हुमागाई, मधेस संस्थापक सभापति ममता शर्मा, रासपाका केन्द्रीय गुनासो विभाग प्रमुख प्रणय शमशेर राणाले त पत्रकार सम्मेलन नै गरेर पार्टी नयाँ नभएको, उम्मेद्वार छनौटमा प्राइमेरी इलेक्सनको धज्जी उडाएर आर्थिक लेनदेन भएको आरोप लगाएका छन्।